हाई नमस्ते। आज म तपाईहरुको बीचमा एआई टुल्सको बारेमा सर्ट इन्फर्मेसन लिएर आएको छु। कुन एआई टुल्स केको लागि प्रयोग गर्दा एकदमै राम्रो हुन्छ। हामी तपाईलाई थाहा छ अहिलेको टाइममा हरेक काम गर्नको लागि लगभग एआई टुल्सहरु युज भइराखेको सन्दर्भ छँदैछ। म अहिले जानकारी गराए फोटो क्रिएट गर्नको लागि सबभन्दा राम्रो जेमिनाई र च्याट जीपीटी ग्रोक एकदमै राम्रो छ। त्यसैगरी फोटोबाट भिडियो क्रिएट गर्नको लागि हाइजेन ग्रोक राम्रो छ भने टेक्स्टबाट भिडियो तयार गर्नु पर्यो भने गुगलको फ्लो एकदमै लोकप्रिय मानिन्छ। लङ टेक्स्ट राइटिङको लागि क्लाउड एकदमै युजफुल छ। रिसर्च कार्यको लागि जेमिनाईको डीप रिसर्च एकदमै युजफुल छ। अब हामी तपाईले लास्टमा के बुझ्नु पर्यो भने कुनै पनि एआई टुलबाट सबै काम पर्फेक्टली गर्न सक्दैन। जसरी च्याट जीपीटीबाट लगभग कामहरु गर्न सकिन्छ। जेमिनाईबाट भनेको फोटो र म्युजिकको लागि एकदम राम्रो हुन्छ। कान्भा भनेको फोटो डिजाइन गर्न, थम्बनेलहरु डिजाइन गर्नको लागि एकदम पपुलर हो। त्यसैगरी के लिंक, पिका, ग्रोकबाट भिडियो क्रिएट गर्न सकिन्छ। यी एआई टुल्सको बारेमा तपाईहरुलाई मैले सर्ट इन्फर्मेसन शेयर गरे। तपाईहरु कुन खालको एआई टुल्सहरु प्रयोग गर्दै आइराख्नु भएको छ कमेन्ट गर्नु होला। हस्, धन्यवाद।